ल हेर्नुहोस् है साथी, फेरि पनि भालुले मकै खायो। अघि राति आएर चाहिँ खाएछ यो मकै चाहिँ। यहाँ हेर्नुहोस् त, आम्मामा अघि राति आएको रहेछ। यो चाहिँ माथि बोजूहरूकोमा आएछ अघि राति चाहिँ। यस्तो डरलाग्दो पाराले खाएको छ। यहाँ त मजाले बसी बसी खाएको छ। यस्तो पाराले यहाँ हेर्नुहोस् त कत्रो दाग छ। यसपालि चाहिँ हाम्रो गाउँमा मकै खानु नदिने रहेछ भालुले। ल हेर्नुहोस् त है, यसरी खाएछ। यो चाहिँ माथिल्लो गडा खाएर चाहिँ यहाँबाट चाहिँ तल्लो गडामा झरेको छ। यहाँ तल खाएछ अलिक, त्यहाँदेखि चाहिँ उतै यो मकैहरू माडेर उतै गएको छ जानु चाहिँ। यहाँबाट चाहिँ यो तल्लो गडामा हेर्नुहोस्, त्यहाँ बसेर खाएछ। त्यहाँदेखि चाहिँ ओह्रालो तल्लो गडा झरेको छ। मैले तर हल्का कम्ती मात्रै भिडियो बनाएको छु यहाँ चाहिँ। हेर्नुहोस् है त, हाम्रो गाउँमा चाहिँ यस्तो डरलाग्दो भालु लाग्छ।